सबैजनालाई नमस्कार। बीएस फर्स्ट इयर को माइक्रो इकोनोमिक्स अंतर्गत चैप्टर 3 इलेक्ट्रिसिटी अफ डिमांड एंड सप्लाई अंतर्गत रहेको एउटा न्यूमेरिकल सल्भ गर्न गइरहेका छौं जुन 2081 मा आएको थियो। क्वेशन नम्बर 14 मा एकदम इम्पोर्टेन्ट छ। यो च्याप्टरबाट प्रत्येक वर्ष न्यूमेरिकल सोधि नै रहा हुन्छ। यहाँ टेबल प्राइस दिएको छ, डिमान्ड फंक्शन दिएको छ, डिमान्ड सप्लाई फंक्शन दिएको छ। टेबल कम्प्लिट गरेर इक्विलिब्रियम प्राइस र क्वान्टिटी पत्ता लगाऊ भनेको छ। अनि अर्को यहाँ फेरि प्राइस बढेर यहाँदेखि यति हुँदाखेरि इक्विलिब्रियम प्राइस र इक्विलिब्रियम क्वान्टिटी पत्ता लगाऊ भनेको छ। यहाँ सी नम्बरमा फेरि कम्प्युट द प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड एन्ड बोथ इक्विलिब्रियम प्राइस एन्ड कम्पेयर द रिजल्ट भनेको छ। एकदम सजिलो छ, ध्यान दिएर हेर्नु होला। प्राइस फर्स्ट को लागि प्राइस डिमान्ड इक्वेसन क्वान्टिटी सप्लाई प्राइस दिएको छ 5 6 7 8 9 10 अनि 100 into 5 minus 5 equal to 5। यहाँ 100 दिएको छ minus 5 px भनेको p, यहाँ p गर्दिने अनि qd आउँछ। कति आयो त 100 minus 5 into 5 75 आयो। अनि 100 minus 5 into 6 px कति छ 6 छ, त्यो p को ठाउँमा 6 राख्यौं। कति आयो त 100 minus 5 into 6 70 आयो। 100 minus 5 into 7 100 minus 5 into 8 100 minus 5 into 9 100 minus 5 into 10। px को ठाउँमा यो p को भ्यालु राख्ने, प्रत्येकमा p को भ्यालु राखेर क्याल्कुलेट गरेर राख्ने। minus 5 into 7 65 60 55 50। अब सप्लाई इक्वेसन दिएको छ, सप्लाई फंक्शन दिएको छ। सप्लाई फंक्शन दिएको ठाउँमा यहाँ पनि px दिएको छ, यहाँ पनि सेम त्यस्तै गर्ने 30 plus 5 into 5, यहाँ प्लस छ 5 5 प्राइस px को ठाउँमा प्राइस, अनि 30 plus 5 into 6 30 plus 5 into 7 30 plus 5 into 8 30 plus 5 into 9 30 plus 5 into 10। अब क्याल्कुलेट गरेर राखिदिने 5 into 5 30 plus 5 into 5 55 अनि 30 plus 5 into 6 60 65 70 75 80 आउँछ। अब आइसक्यो, टेबल कम्प्लिट भइसक्यो। हामीलाई इक्विलिब्रियम प्राइस र इक्विलिब्रियम क्वान्टिटी पनि आइसक्यो। इक्विलिब्रियम यहाँ बराबर कहाँनिर भएको छ, डिमान्ड र सप्लाई। यहाँनिर हेर्नु, डिमान्ड र सप्लाई कहाँनिर बराबर भएको छ 65 युनिट। डिमान्ड फंक्शनको 65 युनिट, सप्लाई फंक्शनको 65 युनिट। 65 डिमान्ड र अनि इक्विलिब्रियम प्राइस, यो दुईटा डिमान्ड र सप्लाई बराबर भएको ठाउँ बिन्दु। जस्तै रेखाचित्रमा यहाँनिर रेखाचित्रमा यस्तो काटेको यो बिन्दुमा q, यो भनेको इक्विलिब्रियम प्राइस हुन्छ नि। यहाँनिर ठ्याक्कै यही बिन्दु हो, यो 65 भने यहाँनिर 65 डिमान्ड र सप्लाई काटेको बिन्दु। यो प्राइस भने 7 प्राइस 7 मा डिमान्ड र सप्लाई बराबर हुने रहेछ। अनि यहाँ तल लेखिदिने here the EQUILIBRI equilibrium PRIC price is RS 7 and the EQUILIBRI equilibrium QUANTITY quantity is 65 units। ए नंबर को सक्यो। अब बी नंबर को के भनेको व्हाट विल बी द इफेक्ट अफ इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी व्हेन द डिमान्ड सप्लाई फंक्शन इन्क्रिज। डिमान्ड फंक्शन 120 माइनस px एन्ड सप्लाई फंक्शन 40 plus 5 px एक्सपेक्टली। अब यहाँनिर बी लेखिदिने, यहाँनिर प्राइस लेखिदिने, फेरि यहाँनिर qdx इक्वल टु 120 माइनस 5 px लेख्ने, फेरि यहाँनिर qsx लेख्ने, अनि 40 plus 5 px लेख्ने।
सेम माथिको जस्तै गर्ने, केही नगर्ने, सेम माथिको जस्तै। यहाँनिर प्राइस हामीलाई अलरेडी दिएको छ 5 6 7 8 9 10। प्राइस अलरेडी हामीलाई दिएको छ, डिमान्ड फंक्सन पनि दिएको छ। एकदम सजिलो, केही गर्नु पर्दैन। डिमान्ड फंक्सन दिएकै छ, प्राइस दिएकै छ, भ्यालु मात्र राख्ने, क्याल्कुलेट गरिदिने। -5 into यहाँनिर पनि 40 दिएकै छ प्लस 5 दिएकै छ। अनि px को ठाउँमा यो p को प्राइस राख्दिने इन्टु 5। यहाँनिर पनि 40 + 5 × 6 प्राइस 6 छ। 40 + 5 × 7 प्राइस 7 छ। 40 + 5 × 8 40 + 5 × 9 40 + 5 × 10। अब क्याल्कुलेट गरिदिने। 120 - 5 × 5 95 आयो। 120 - 5 × 6 90 आयो। 120 - 5 × 7 85 आयो। 80 आयो। 75 आयो। 70 आयो। अब यहाँनिर क्याल्कुलेट गर्ने। +40 + 5 × 5 65। 40 + 5 × 6 70 अनि 40 + 5 × 7 75 80 85 90। यहाँनिर पनि अर्को पनि आइसक्यो, बी नम्बरको पनि भइसक्यो। यहाँनिर बराबर कहाँनिर छ, डिमान्ड र सप्लाई फंक्सन बराबर कहाँनिर छ, यो 80 युनिट, यो 80 युनिट। यो के भयो त, इक्विलिब्रियम क्वान्टिटी भयो हाम्रो। अब यहाँनिर फेरि लेखिदिने, हिन्स द EQUILIBRIUM इक्विलिब्रियम प्राइस इज, इक्विलिब्रियम प्राइस कति छ, RS 8 एन्ड द EQUILIBRIUM इक्विलिब्रियम क्वान्टिटी इज 80 युनिट्स। अब बी को पनि भयो। अब सीमा यहाँ ध्यान दिएर सुन्नु होला, हेर्नु होला। कम्प्युट द प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड एट द बोथ इक्विलिब्रियम प्राइस एन्ड कम्पेयर द रिजल्ट भनेको दुईटै इक्विलिब्रियम पोइन्टमा, यहाँनिर दुईटै इक्विलिब्रियम पोइन्टमा, एउटा फर्स्ट इक्विलिब्रियम पोइन्ट र सेकेन्ड इक्विलिब्रियम पोइन्टमा के भनेको छ, प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड निकाल भनेको छ। प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड। अब हामी यहाँनिर सी नम्बर लेख्नेछु। एट फर्स्ट इक्विलिब्रियम पोइन्ट, फर्स्ट EQUILIBRIUM इक्विलिब्रियम पोइन्ट। अनि प्राइस P = कति छ, RS 7 छ। क्वान्टिटी Q = कति छ, 65 युनिट्स। अब हामीलाई के दिएको छ, QDX = 100 - 5PX दिएको छ। नाउ अब यहाँनिर फर्मुला लाउने। एट द इक्विलिब्रियम पोइन्ट प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड, इक्विलिब्रियम पोइन्ट प्राइस इलेक्ट्रिसिटी अफ डिमान्डको फर्मुला लाउने। EP = ΔQ / ΔP × P/Q। हाम्रो फर्मुला छ इक्विलिब्रियम प्राइस निकाल्ने फर्मुला। ΔQ कति छ त, 100 - 5PX / P × P कति छ, 7/65। एकदम इजी छ, आत्तिनु पर्दैन। अब यो हाम्रो यहाँनिर यसलाई मल्टिप्लाई हुन्न। अब मल्टिप्लाई नभएपछि के गर्नु पर्यो त, डेरिभेटिभ लिनु पर्यो। डेरिभेटिभ लिएपछि तल माथि दुईटैमा डेरिभेटिभ लग्ने। D = 100 - 5PX / DP × 7/65। डेरिभेटिभ लिँदाखेरि 100 - 5 × 7/65 आउँछ। कसरी आयो भनेपछि 100D × DP भनेपछि यो कन्स्ट्यान्ट हुन्छ, यो केही हुँदैन। अनि यो -5 DP गर्दाखेरि यो DP काटिन्छ अनि रहन्छ, त्यहाँ बच्छ -5। अब यसलाई क्याल्कुलेट गर्दाखेरि के हुन्छ, -5 × 7/65 गर्दाखेरि कति आयो त, हाम्रो EP -0.538 हाम्रो EP आयो। यहाँनिर यो एउटा EP आयो सी नम्बरको,
एउटा फर्स्ट इक्विलिब्रियम पोइन्टमा आयो। अब एट सेकेन्ड इक्विलिब्रियम पोइन्ट भनेर यहाँनिर लेखिदिने एट एसइसी एन्ड सेकेन्ड पोइन्ट। अनि सेकेन्ड इक्विलिब्रियम पोइन्टको प्राइस कति छ, प्राइस पी इक्वल टु हामीसँग आरएस 8 छ। अनि क्वान्टिटी क्यू इक्वल टु कति छ हामीसँग, त हामीसँग 80 युनिट्स छ। यो कहाँबाट आयो भन्नु होला, फेरि यहाँ छ है, यो यहाँबाट आएको। यो सेकेन्ड इक्विलिब्रियम पोइन्टमा प्राइस 8, क्वान्टिटी 80 युनिट्स, फर्स्ट इक्विलिब्रियम प्राइसमा प्राइस 7, क्वान्टिटी 65 युनिट। अब यहाँनिर फेरि हामी गर्नेछौँ, यहाँनिर सेकेन्ड इक्विलिब्रियम पोइन्टको प्राइस इलेक्ट्रिसिटी अफ डिमान्ड निकाल भनेको छ। डिमान्ड फङ्सन कति छ त हामीसँग सेकेन्ड इक्विलिब्रियम पोइन्टमा, क्युडिएक्स इक्वल टु कति छ 120 माइनस 5px छ। अब यहाँनिर नाउ गरिदिने इपी इक्वल टु फर्मुला लगाइदिने डेल्टा क्यू अपन डेल्टा पी इन्टु पी अपन क्यू। हाम्रो प्राइस इलेक्ट्रिसिटी अफ डिमान्डको फर्मुला यो हो। अनि अब डेल्टा डिमान्ड फङ्सन कति छ त 120 माइनस 5px अपन पी इन्टु प्राइस कति छ हामीसँग 8 अपन क्वान्टिटी कति छ 80 युनिट। अब यो डाइरेक्ट यहाँ मल्टिप्लाई हुन्न, तलमाथि मल्टिप्लाई नभएपछि के गर्नु त डेरिभेटिभ 120 माइनस 5px अपन डिपी इन्टु 8 अपन 80। अब यो मल्टिप्लाई गर्दाखेरि D120 अपन डिपी गर्दाखेरि कन्स्टेन्ट हुन्छ 0 हुन्छ। अनि यो -5 हुन्छ। यहाँनिर -5 इन्टु 8 अपन 80 इक्वल टु -5 इन्टु 8 डिभाइडेड 80 कति आयो त -0.5 आयो। यहाँनिर एन्सर पनि -0.5 आएको छ। यति गरे 10 नम्बर आयो। एकदम सजिलो छ, केही छैन, अलिकति बुझ्नुपर्ने छ यहाँनिर। यति गर्दाखेरि 10 नम्बर आयो। र सबैले सेयर सब्सक्राइब लाइक गरिदिनु होला, अर्को भिडियो पनि आउँछ।